टिकट कहाँ यहाँ दिखाउने कि कता ए हामीलाई कता आउनुभएको हजुरहरू यो हेलो व्हाट्सअप सबैजना नमस्ते अनि ड्याडीले हाल्छ ल गर्नुस् ओ त ड्याडीले आएर भन्नुस् न हेलो हेलो एभ्रीवन भनेर भन्नुस् न आज हामी कहाँ घुम्न आउनु भएको ल भन्नुस् त इन्टरनेसनल रियानले भनेको अगाडिको त्यो बाइककोमा त कुरा नगर है अगाडिको मडगाड दिने रे अनि त्यो अगाडिको नयाँ टायर किनेर दिन्छ अरे रियानले के छ म भोटे भएर आएको छु यार रामा यता हेर्नुहोस् लियाले भिभा त्यो नाम अनि डाक्टर हर्क गुरुङ अनि अर्को उहाँसँग चिनो त्यो मलाई शेर्पाले गुरुङ पनि रहेछ नि पछाडि हुनुहुन्छ डेडिकेट टु माउन्टेनर्स हु लस्ट देयर लाइफ्स छाता मम्मीले लिएर आउनुभएको थियो के अमाइरा यी हेर्नु त के रहेछ
यो त यस्तो फोहोर पनि बसेछ त यार एक्जिट भनेको के हो हामी त्यहाँबाट एक्जिट भनेको त आउ बाहिर जाने भने है होइन मान्छेहरू भन्नु अङ्कलहरू भन्नु हजुर दिनुहोस् ल हजुर दिनुहोस् न ओ यहाँ तल खस्यो ए के होइन हाम्रै हो हाम्रै हो नि ओ ल यसो लट्ठी समात्नु त्यहाँ ल यता हेर्नुहोस् यता हेर्नुहोस् न न टच गर्दा क्या म त किचनमा त हँसरी बस्यो भने ठिक लाग्छ टच नगर्नु टच गर्नु भन्नु हन्टिङ त्यसरी सबले गर्दैछ यहाँ त्यहाँ मैले पनि गर्दै ओ सबै रक्सहरू रहेछ होइन Amaira ल कस्तो आएर रहेछ र केभम्यानहरुको हैन यसरी हन्टिङ भन्छ के अघि हामी त्यो लामो उस के देखेको नि त्यो स्टार्ट अब्जेक्ट त्यसले त्यो केभम्यानहरु
यता 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 रिकगनाइज गरेको थिएन होइन भयो होइन यहाँ म्यान छ होइन सुन न यहाँ म्यान छ होइन वुमेन छ यहाँ पिक्चरमा चाहिँ बेबी देख्यो माउन्टेनमा सुत्ने टेन्ट कोही बेबीहरूले खसालिदियो होला नि यो त कस्तो राम्रो भयो यो त रायन गुरुङ यो कस्तो दामी निकाल्दै गयो यार र फोटो खिचेर राख्ने म्युजियममा राख्ने र ओहो वाह के मेडलहरू रहेछ हाम्रो यो क्लाइम्बर्सहरूको खोइ ए ओ त्यही यति हो त्यो पनि त्यही त नि अब खै कता कता घुम्न जान लागेको क्या ए यहाँ के लेखेछ भन्नु त पटर्सहरू रहेछ भारी बोक्नेहरू रहेछ कता हो कता रहेछ आमा ओ यो त के गरेर रहेछ केमिकल प्रिजर्भेसन स्टोन अफ माउन्ट एभरेस्ट माउन्ट एभरेस्टको स्टोन त्यहाँ फेरि अरूले टच गरिदिन्छ भनेर होला नि छोरी आमारा
बिन्दु बास्नी हाम्रो हामी बसेको ठाउँ यहाँबाट गयो भने मन्दिर जाने यी माथिबाट फोटो हर्न रहेछ बिग हर्न होइन आमेर यहाँ ಈಗ क्यू आमेर यो त होइन यो बफेलो होला यो सिप रहेछ कत्रो सिप रहेछ है होइन हजुरको के अरे रोटोडोनियन के भन्ने हो त्यो त्यसको कपाल होला नि सानोवाला ए यो पनि कति ठुलो रहेछ रामारा यो त स्नो लिपर्ड रहेछ यो त सेम हो नि ओरिजिनल हो यो त त्यो त डेट गरेर त्यसको भित्रको सबै सामान निकालेर त्यहाँ स्टफिङ गरेर राखेको कटनले कलर गरेर राखेको छ है आए जस्तो है खोइ ए त्यसको ह्यान्ड हो लेग हो ए आमारा यहाँ रहेछ यी हजुरले हेर्नु भएन यो बटरफ्लाइजहरू ग्लू गरेर राखेको क्या उसलाई चाहिँ आउनुहोस् ल हाल्नुहोस् एउटा क्लाइम गर्नुहोस् त्यो त नि रक माउन्टेन हो नि त्यही हो केयरफुल है जाम हाम्रो त सितालोमा गएर ल सबैको त होइन होला नि कस्तो लाग्यो रायन गुरुङलाई के चेन्जेस पायो पहिला र अहिलेमा पहिला अर्कै छ अहिले अर्कै नो नो नो
यिनीहरू त बाहिर लिएर आउनेवाला लायकहरू छैन, त्यही घरमा कोचाएर राख्ने हो। डिस मात्रै आउने, 10 पेरो डिस आउने। एरिया त ठुलो ठुलो रहेछ त एरिया त यार। दिलीप मामाहरूको त घर पछाडि बारी थियो नि त, डेन्जर फल्यो त यार तिनीहरूको माने कफी। कहिले कहिले जान्छ रे आएको माथि भएर। लोड लगाएको छैन, तल भुत्त जानु हाइसमा चाहिँ